सो अलराइट गाइज, आज म यो गाउँको काले पामान भनेर निस्केछु घरबाट। अनि यही नै हो, पामान जाँदैछु। हिजो 80 रुपियाँ बेच्नु पर्यो होइन। त्यसपछि अलिअलि मकै उम्रिरहेको थियो। मकै पनि मिचो पार्दैछ होइन, त्यही हो। अनि आज चाहिँ हल्का हल्का घाम लाग्यो जस्तो छ। मेरो चाहिँ कौली दिवन भन्छ होइन। अनि त्यस्तै छ, यहाँ चाहिँ यस्तो हल्का हल्का घाम लागिरहेछ। माथि घाम रहेछ, ब्याकग्राउन्डमा चाहिँ यस्तै छ। अनि त्यही हो, जान्छु यति काम गर्छन्। त्यसको भिडियो चाहिँ घर एडिट गर्छु र साँझ रातपट्टि गर्छु। अनि एडिट गरेर हाल्छु, हेर्नु नभुल्नु होला है। अनि हेर्दै गरौँ है त। सब्सक्राइब गर्नु नभुल्नु होला। ग्रास फुलिरहेको छ यहाँबाट चाहिँ यस्तो बल देखिन्छ है। यो जङ्गल हो, यो जङ्गलमा म पा मार्न त्यो पारी खाली ठाउँभन्दा त्यहाँभन्दा पारी जानुपर्छ। अनि त्यही नै हो। यहाँ चाहिँ मोटर बाटोबाट सर मोटर बाटो छ, त्यही भएर सजिलो छ। साथी नभए पनि हुन्छ। अनि त्यस्तै छ। माहौल चाहिँ के छ भन्दाखेरि ग्रास फुलिरहेको छ होइन। यस्तो ग्रास चाहिँ फुलिरहेको छ। पारितिर चाहिँ अलिक म जान्छु। हिजो चाहिँ त्यहाँ पारि चाहिँ उहाँ कहाँ भन्दा त्यो सेतो सेतो देखिन्छ हिउँ परेको है। त्यसलाई हिजो यहाँ हाम्रोमा असिनो पऱ्यो होइन। यहाँ चाहिँ हिउँ परेको चाहिँ हल्का हल्का देखिरहेछ नि सेतो सेतो। पारि धेरै टाढा पर्छ है त यहाँबाट चाहिँ। त्यही नै हो। अनि खाली ठाउँमा होइन, त्यही नै हो। हेर्दै गरौँ है त। सो अलराइट गाइज, एउटा पा चाहिँ मारियो होइन। यहाँ निकालेको, यहाँ फुल छैन अझै। यहाँ पनि यति फुल रहेछ होइन। यो फुललाई के गर्ने यार, लानी पर्छ के गर्छ। भालेले कोरलेर बसेको रहेछ फुली सपा चाहिँ है। एउटा मार्न सफल भइयो। अब हेर्दै गरौँ है कति मर्छ ल। सो अलराइट गाइज, पा मैले मारेर यति मारिसकेँ होइन। त्यो झोलामा छ अहिले देखाउँछु मैले होइन। अब म ठ्याक्कै मोटो बाटोमा पुग्न लागिसकेँ। यहाँ यो ठराको मोटो बाटोमा यता निपानेतिर जाने बाटोमा। त्यही नै हो। माथिबाट मार्दै आएको पा यहाँ छैन है त। अहिले देखाउँछु है मन्त्री गरेर मोटो बाटोमा। यहाँ अलि अप्ठ्यारो छ क्या, त्यही भएर बसिरहेको छु। ब्याङ्कको झोला त्यहाँ छ। अनि त्यहाँ माथिबाट आएको होइन। त्यहाँ त्यो डाँडामा जानुपर्छ, त्यो डाँडापट्टि जानुपर्छ। अनि अहिले म यो हाम्रो माइलु बिहा भन्दा अब म खोल्छु र देखाउँछु त। त्यो पनि 6 नम्बर छ। अनि एउटा यहाँ छ, यत्रो छ। अनि अर्को यहाँ छ। अनि अर्को यहाँ छ। लाग्छस् धान खोजिरहेको त्यही भएर मारेको है त। अनि अर्को यहाँ छ। अनि अर्को यहाँ छ। अनि अर्को यहाँ छ। यति नै हो आज मैले मारेको। अरू चाहिँ यतिकै निउरो छ। यति पा मारेको चाहिँ आज मैले है। एउटा दुइटा 3 6वटा। यो चाहिँ काले पा हो। यसलाई काले पा भन्छ होइन। यसलाई काले पा भन्छ। अनि अर्को काले पा यहाँ चाहिँ ठुलो काले पा चाहिँ यहाँ छ है। यो भाग्दैन, त्यही भएर मैले छोड्दैछु। यस्तै यो भाग्न सक्दैन। अर्को ठुलो पोथी चाहिँ यहाँ छ। आज यो अर्को पनि ठुलो पोथी यहाँ छ। यति मारेँ मैले होइन। त्यति नै हो, 6वटा छन्। अब यसलाई चाहिँ भरे गरेर फ्राई गरेर खाइन्छ। त्यही नै हो। धेरै धौँ भयो। अनि त्यस्तै छ। अनि मैले कहाँबाट मारेर आएको भने त उहाँ तल त्यो मोटर बाटो भन्छ पारिदेखि मोटर बाटो भन्दा अलिक तलबाट मारेर आएको। घन्टा जति लाग्छ होला मलाई घर जानलाई। अनि बाटोमा जाँदा जाँदै म भिडियो बनाउँछु है त ल। फाइनल्ली उहाँ हाम्रो गाउँ आइपुगेँ। यो खाँदै बस्दै भन्दा निन्द्रा छु हेर्नु त। यहाँ बब्बल कुरा फुलेको रहेछ, त्यही भएर फोटो खिच्नु भिडियो